हामी नेपाली स्टुडेन्टको एउटा मात्र प्रब्लम छ, जब एक्जाम आउँछ हामी तब मात्र पढ्न बस्छौँ। तर एक्चुअली यो कुनै पनि ठुलो प्रब्लम होइन। एक्जाम भन्दा 10 दिन पहिला 15 दिन पहिला पढेर पनि तिमीहरू टप गर्न सक्छौ, यो 3 वटा साइन्टिफिकली प्रुभन मेथड्सलाई फलो गरेर। र म तिमीहरूलाई यो कुराको ग्यारेन्टी दिन सक्छु कि 1 हप्ताभित्र तिमीहरूले यसको फाइदाहरू देख्नेछौ। एभरेज स्टुडेन्ट यानि कि तिमी के गर्छौ भने बुक खोल्छौ, कुन पेज पल्टाएको छौ तिमीहरूलाई त्यो पनि थाहा हुँदैन, केही बुझिरहेको हुँदैनौ, हेरे गर्छौ बुकलाई, अल्छी लाग्छ, फोन चलाउँछौ, 5-6 घण्टा बर्बाद। यदि तिमीहरू कम समयमा धेरै मार्क्स ल्याउन चाहन्छौ भने जुन क्वेसन्सहरू तिमीहरू पढिरहेको छौ त्यो एक्जाममा आउँछ भन्ने 90% कन्फर्म त हुनु नै पर्छ। अब यस्तो क्वेसन खोज्ने कसरी? च्याट जीपीटी, युट्युब, गुगल जहाँ पनि गएर खोज, यस्तो क्वेसनहरू तिमीले इजिली भेट्छौ। यदि तिमीहरूसँग टाइम छैन भने सबै च्याप्टरको यस्तो रिपिटेड क्वेसनहरू मात्र पढ, त्यसले गर्दाखेरि तिम्रो टप हुने चान्सेस 10% ले बढ्छ। टप गर्नको लागि पढ्नु जरुरी छैन, फोकस लगाएर पढ्नु जरुरी छ। यदि तिमीहरू दिनको 6-7 घण्टा पढ्छौ भने त्यो केही कामको छैन। तिमीहरू 30 मिनट पढ, 5 मिनटको ब्रेक ल्याऊ, यस्तो 3 चोटि गर्यौ भने यो दिनमा 8 घण्टा पढेको बराबर हुन्छ। अब फोकस गर्ने एउटा सिम्पल तरिका छ। 30 सेकेन्डको लागि सास लिन बन्द गर। यसले गर्दाखेरि के हुन्छ भने तिम्रो माइन्ड अलर्ट मोडमा जान्छ र सबै डिस्ट्र्याक्सन्सहरू हटेर जान्छ। चाहे जे गर, जति गर, यदि मोटिभेसन छैन भने तिमीहरू पढ्न सक्दैनौ। 10 क्लासमा जब मैले फर्स्ट टाइम डेथ नोट एनिमे हेरेको थिएँ, त्यो लाइट यागामीको क्यारेक्टरलाई हेरेर मलाई यति धेरै मोटिभेसन आयो कि म त्यतिखेर 4th भएँ क्लासमा। पहिला म यति कहिले पनि पढ्दिन थिएँ। त्यसैले तिमीहरू पनि आफ्नो लागि एउटा मोटिभेसन चाहिँ फाइन्ड गर, जसले तिमीहरूलाई अगाडि बढ्नको लागि सहयोग गरोस्। यदि तिमीहरूले यस्तो क्यारेक्टर या मुभी भेटिनौ भने तिमीहरूले आफ्नै फ्युचरमा केही राम्रो गर्छु भन्ने सोचेर पनि आफै मोटिभेसन आफ्नो लागि बन्न सक्छौ। यो भिडियोमा बताएको सबै ट्रिकलाई, मेथडहरूलाई तिमीहरूले राम्ररी फलो गर्यो भने तिमीहरू 15 दिन भित्रमा टपर स्टुडेन्ट बन्न सक्छौ। र तिमीहरूलाई यस्तो टाइपको भिडियोमा इन्ट्रेस्ट छ भने यो च्यानललाई सब्स्क्राइब गर र भिडियोलाई लाइक गर। थ्याङ्क यू फर वाचिङ।